अहिले हामीले ट्राफिक नियम तोडिहाल्यो भने पनि नागरिक एपबाट फाइन त तिर्न मिल्छ, तर कुनै केसमा चाहिँ हामीले बगी खानामा गएर कम्पलसरी क्लास अटेन्ड गर्नुपर्ने हुन्छ। जस्तै हामीले मापसी गरेर सवारी साधन चलायौँ भने, लेन अनुशासन मानेनौँ, रङ साइडबाट गयौँ, वान वेमा छिर्यौँ भने र रेड लाइटको पालना गरेनौँ भने रेड लाइट बलिरहेको बेलामा हामी त गइदिन्छौँ। र अर्को एकदमै बढिरहेको भनेको चाहिँ ओभर स्पिडिङ। गति सीमित लेखेको ठाउँमा 50 को ठाउँमा हामी 60 पुग्यौँ भने पनि चिट त काटिन्छ, तर हामी क्लास पनि अटेन्ड गर्नुपर्ने हुन्छ। यो चारवटामा चाहिँ फाइनले मात्र हुँदैन, हामी विद्यार्थी भएर पढ्न पनि जानुपर्छ ट्राफिकको स्कुलमा।